नमस्ते ब्लेस जर्नी परिवार। मलाई सुन्नु भइरहेको जति पनि मेरो प्यारा बहिनी र भाइहरू हुनुहुन्छ, उहाँहरूको लागि मैले एउटा सानो भिडियो यो रेकर्ड गर्दैछु हैन। जति पनि भाइ बहिनीहरू तपाईँहरू सरकारी जागिरको लागि प्रिपरेसन गर्नु भइरहेछ हैन, त्यो प्रिपरेसनको क्रममा मान्छेले म आफै पनि एउटा सरकारी जागिरे मान्छे छु र मैले पनि तयारी गर्ने क्रममा अनेक थरीका दुःख पीडाहरू झेले र गर्दा गर्दै आज सफल भए म। र त्यही भएर मैले आफ्नो केही कुराहरूले तपाईँहरूको अगाडि साझा गर्न चाहे। हेर्नु, कहिलेकाहीँ यस्तो पनि फिल हुन्छ कि होइन, यो मेरो लागि छँदै छैन, मलाई 100% पर्फेक्टै हुनुपर्छ होइन। मलाई पेपरको जति पनि क्वेसनहरू छ त्यसको एन्सर एकदमै एक्सलेन्ट तरिकाले दिनुपर्छ, हुन त दिनैपर्छ, तर पनि नहुने केही होइन। तपाईँ आफ्नो बेस्ट दिनुहोस्, तपाईँ जति सक्नुहुन्छ त्यति पढ्नुहोस् होइन। तर आफूले हुनसक्छ, आफूले त्यो हुन्छ नि कि हो अब योभन्दा बढी मसँग हुँदैन, यस्तो सिचुएसनमा तपाईँ यदि पुगिसक्नु भएको छ, यस्तो तपाईँले त्यो लिमिट जुन पार गरिदिनु भइरहेको छ पढाइको, अब तपाईँले भित्रबाट यस्तो लागिहाल्छ कि होइन अब यसभन्दा बढी म पढ्न सक्दिनँ, त्यत्रो गर्नुभयो भने तपाईँहरूको सफलता पक्कै छ। म लेखेर दिन सक्छु कि तपाईँहरूको नाम निस्किहाल्छ। अनि अझ के कुरा भन्न चाहन्छु भने आफूलाई जहिले पनि एउटा सकारात्मक ऊर्जा दिनुहोस्। यो भन्नुहोस् कि हो मैले नि गर्न सक्छु, मैले नगरे कसले गर्न सक्छ, यो मेरै लागि बनेको छ, यो भनेको मेरो लाइफको पर्पस छ, यही मेरो ह्याप्पिनेस छ होइन, यही मेरो जिन्दगी छ। र तपाईँ एक दिन न एक दिन त्यो कुराले एचिभ गर्नुहुन्छ र यो एचिभ गर्ने प्रोसेसमा तपाईँले धेरै थरीका प्रब्लमहरूलाई फेस गर्नु परिरहेको होला। मेबी फाइनेन्सियल प्रब्लम, फ्यामिली प्रेसर, धेरै कुराहरू हुन्छ होइन। त्यो सबै प्रोसेसलाई आनन्द लिँदै, फेरि आनन्द भन्दाखेरि आफ्नो कामलाई छोडेर होइन, तपाईँ त्यो कुरालाई फिल गर्नुहोस् र फिल गर्ने क्रममै अगाडि बढ्नुहोस्, किनभने तपाईँको सफलता निश्चित नै छ। र तपाईँ बन्ने भनेको यही प्रोसेसमै हो। यो प्रोसेस तपाईँ फिल गर्नु, तर यो प्रोसेसमा तपाईँ आफूलाई कहिले पनि डाउन फिल गर्नु छैन, आफूलाई लो फिल गर्नुपर्ने छैन, आफूमाथि सेल्फ डाउट गर्नुपर्ने छैन। तपाईँ भन्नुहोस् कि हो अलिकति टाइम लागिरहेको छ तर म गर्न सक्छु, किन गर्न सक्दिनँ र, म सबैले गरेको छ म पनि गर्न सक्छु। र अलिकति सानो कुरा के भन्छु, पढाइले तपाईँ बोझ नमान्नुहोस्। पढाइ कहिले पनि बोझ होइन, पढाइ बोझ हुँदै होइन, पढाइ भनेको के हो, मौज हो। यो कुरा भन्नुहोस् र आफूले एकदमै माया गर्नुहोस्, आफ्नो एकदम हेरचाह गर्नुहोस्। र